मानिसको परिचय नामले मात्र होइन, उसले गर्ने काम र मेहनतले पनि दिने गर्छ। विराटनगरको रानीकी ललिता राजवंशीले काम र मेहनतले छुट्टै पहिचान बनाएकी छन्। म चाहिँ राजवंशी चोकमा सानो मेकअप स्टुडियो ट्रेनिङ सेन्टर चलाइरहेको छु। यो चाहिँ चलाएको मेरो 2 वर्ष हुन लागिसक्यो। मैले सिकेको चाहिँ बिहेभन्दा अगाडि नै सिकेको थिएँ। मैले चाहिँ 6 महिनाको कोर्स ट्रेनिङ लिएको थिएँ रियाना ब्युटी पार्लरमा। अनि त्यसपछि मैले यो पार्लर खोलेँ। यहाँ चाहिँ अब मेन पार्लरमा काम हुने भनेको सुरुमा नर्मली थ्रेडिङ हो। थ्रेडिङदेखि लिएर कपाल काट्नेदेखि लिएर नेलको पनि काम हुन्छ, अनि प्लस ब्राइडल मेकअपदेखि लिएर सिम्पल मेकअपसम्म हुन्छ। ट्रेनिङ पनि गराउँछु। आफै व्यवसाय सुरु गर्नु अघि उनले श्रीमानलाई व्यवसायी बनाइन्। श्रीमानसँगै पसलमा केही समय काम गरेपछि राजवंशी चोकमा सानो मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर खोलेकी हुन्। ललिताका श्रीमानको व्यवसाय पनि राजवंशी चोकमै छ। पहिला म चाहिँ ड्राइभिङ सेन्टरमा काम गरेको थिएँ। अनि त्यसपछि बुढालाई दोकान खोलाइदिएँ। अनि बुढाको दोकानमा बसेर बुढालाई सघाउँदै काम गर्दै बुढासँग स्यालेरी लिएर अनि त्यसपछि चाहिँ मैले यो ठानेको। मैले पसल खोलेको 4 वर्ष भयो। बाइक सम्बन्धी र गाडी सम्बन्धी सबै स्टुडियोको कामहरू सबै हुन्छ। बाइकको डेकोरेसनदेखि कार भ्यान। 2 जना जोड्दाखेरि एउटा चाहिँ हामीलाई के भएको छ, कहिलेकाहीँ म सामान लिन जाँदाखेरि मेरो पैसा हुँदैन अनि बुढाले हेल्प गर्नुहुन्छ। मसँग पैसा हुँदाखेरि मैले बुढालाई हेल्प गर्दाखेरि चाहिँ खुसी लाग्छ। ललिता आत्मनिर्भर मात्र भएकी छैनन्, अन्य दिदीबहिनीलाई पनि ब्युटिसियनको सिप सिकाएर दक्ष बनाउँदैछिन्। मेकअप स्टुडियोमा एकजनालाई रोजगारी दिएकी छन्। ट्रेनिङ मैले खोलेको 6 महिना पछि पनि मैले 1-2 जनालाई ट्रेनिङ दिएको। अनि अब चाहिँ मेरोमा 1 जना स्टाफ छन् अनि 3 जना चाहिँ ट्रेनिङ लिने बहिनीहरू हुनुहुन्छ। उनीहरू सिकेर कोही कोही अन्तै काम गरिरहेछन्। आफूले सिकेको सिप अरूलाई सिकाउँदा चाहिँ खुसी लाग्छ, किनकि म अब कमाएर खाँदैछु नि त। अनि अब मेरो थ्रुबाट उहाँहरू कमाएर खानुहुन्छ, त्यो चाहिँ मलाई चाहिँ एकदम गर्व लाग्छ। पछि गएर उहाँहरू कतै गएर आफ्नो व्यवसाय नै खोल्नुभयो भने कहाँ सिकेको भनेर मेरो सानो ब्युटी पार्लरको नाम आउँछ नि त, त्यही भएर खुसी लाग्छ। ललिताको प्रगतिको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको दरिलो साथ छ। जीवन विकासबाट ऋण लिएर उनले व्यवसाय सुरु गरेकी थिइन्, विस्तार पनि गरिरहेकी छन्। जीवन विकासबाट मैले लोन तानेर मैले यति थोक गर्न पाएको छु, त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ। किनकि आजकलको जमानामा मान्छेलाई कसैले हेल्प गर्दैन। मसँग पैसा छ भने जसले पनि चिन्छ, छैन भने कोही पनि चिन्दैन। हामीलाई कसैको अगाडि हात फैलाउनु पर्दैन, पैसा दिनुहुन्छ। मेन त पैसा हो नि त। पैसा भएन भने त हामी केही गर्न सक्दैनौँ। हामी यो व्यवसाय हाम्रो भनेको जीवन विकासबाटै भएको हो। मेरो बुढाको पसल पनि मेरो पसल पनि जति गरेको छु लोन तानेरै गरेको छु। व्यवसायबाट आम्दानी पनि राम्रै भइरहेको छ। उनले व्यवसायकै कमाईबाट जग्गा पनि जोडेकी छन्। आम्दानी चाहिँ स्टाफलाई दिएर सामान तामान यताउति कटाएर मलाई समथिङ कुनै महिना 30 जति बस्छ, कुनै महिना 25 जति बस्छ। यदि सिजन छ भने 40-50। जग्गा किन्ने पनि श्रेय चाहिँ जीवन विकासलाई चाहिँ जान्छ, किनकि हामीसँग त जम्मा 5 लाख थियो। 5 लाख त मान्छेसँग माग्दा त कसैले पनि दिनुहुन्न, अनि 10 दूर जग्गा चाहिँ किनेको। सानो लगानीबाट सुरु भएको मेकअप स्टुडियोलाई उनले छोटो समयमा नै बढाएकी छन्। अझ विस्तार गर्दै लैजाने उनको योजना छ। पछि गएर म व्यवसाय यस्तो तरिकाले गर्न चाहन्छु। अहिले म एउटा स्टाफ राखेको छु, पछि गएर मेरोमा 5 भन्दा बढी स्टाफ राख्न चाहिँ योजनामा छु। यो दोकानलाई पनि बढाउने, अनि मेरो कारणले 5 जनाको पनि घर चलो भने नि मलाई चाहिँ खुसी लाग्छ।